जयन्ती अनि ठेगाना मिन्सेरिया विराटनगर नेपाल। नेपाल। अनि हजुरलाई के समस्या थियो? मेरो घुँडाको समस्या थियो। घुँडा भनारे दुख्ने सुख्ने हैन? दुख्ने, हिँड्नु नहुने। अनि कति पुरानो थियो यो? 15 वर्षभन्दा अगाडि होला डाक्टर साहब। 15 वर्षभन्दा बढी हैन? अनि यसको इलाज उपचारहरू गराउनु भएको होला धेरै हैन? गरेको थिएँ। हजुर। अनि यो जुन घुँडाको समस्या उठबस गर्न गाह्रो हुने, दर्द हुने, दुख्ने यो समस्या थियो 15 वर्ष पुरानो। अनि म जुन थेरापी दिँदैछु यो आज कति दिन लिनुभयो? आज 7 दिन। यो 7 दिनको थेरापीबाट के कसो सहज भएको छ बताउनुहोस् त। कतिको सहज? अलिक कम भएछ, घुँडा अलिक हल्का हल्का भएछ। हल्का भएको छ, दुखाइ सुखाइमा दुखाइ अलिक कम भएछ। हजुर। हिँड्दा हिँड्दा पनि अलिक सजिलो भएको छ पहिला भन्दा। जे होस् पहिला भन्दा यो 7 दिनको थेरापीले सहज चाहिँ अनुभव भएको छ। तर निको त भइसकेको छैन। निकोको लागि पूरा डोज लिनुपर्छ। यसको 3 हप्ताको डोज हुन्छ। अहिले हजुरको 1 हप्ता मात्र भएको छ। 1 हप्ताको म रिजल्ट सोध्दैछु। 1 हप्तामा कति % मोटामोटी सहज भएको हजुरले अनुभव गर्नुभएको छ? 40% होला डाक्टर साहब। करिब मोटामोटी 30-40% जतिको सहज चाहिँ आफूले चाहिँ फिल गर्नु भएको छ पहिलाको हिँडाइ दुखाइ यस्तोहरूमा हैन? जे होस् यो 7 दिनको थेरापीबाट हजुरलाई कसो लाग्यो? आउने दिनहरूमा थेरापी गर्दा निको हुने आशा छ? आशा छ। हजुर सन्तुष्ट हुनुहुन्छ यो 7 दिनको थेरापीबाट? सन्तुष्ट छ। धन्यवाद।